धेरै समय अघि एउटा ठूलो खडेरी परेको थियो। आकाशमा बादल आउँदैन थिए, पातहरू ओइलिसकेका थिए र रुखका डालाहरू सुक्खा भइसकेका थिए। खोला, नाला, इनार, कुवा सबै सुकिसकेका थिए। केही समयको कुरा हो, एउटा चलाक र मेहनती काग बस्थ्यो। काग जङ्गल नजिकैको एउटा रुखमा बस्दथ्यो। ऊ बिहानै उठेर आकाशमा उड्थ्यो, घाँसका मैदानहरूमा घुम्थ्यो र कहिलेकाहीँ सहरतिर पनि जान्थ्यो। तर आजको दिन केही फरक थियो। कागलाई एकाएक अत्यधिक तिर्खा लाग्यो। उसको घाँटी सुक्दै गइरहेको थियो, मुखले बोल्न पनि गाह्रो भइरहेको थियो। उसले सोच्यो, आज त पानी पाइन भने म मर्नेछु। कागले तुरुन्तै उडान भर्न थाल्यो। ऊ पहिले सधैँ जाने खोलातिर गयो। तर खोलामा बालुवा बाहेक केही थिएन। त्यहाँ पानीको त केही नामनिसान नै थिएन। ऊ अर्को इनारतिर गयो, तर इनार पनि रित्तो भइसकेको थियो। सूर्य चर्किरहेको थियो, हावा तातो चलिरहेको थियो र कागको शरीर पसिनाले निथ्रुक्क भइसकेको थियो। उसको पेट पोलिरहेको थियो। उसले थकाइले उड्न पनि सकिरहेको थिएन। तर हार मान्ने काग होइन। ऊ फेरि उड्यो, यसपटक केही परको गाउँतिर। घामको कडा किरण उसको कालो पखेटामा पर्दा जलेजै लाग्थ्यो। तर पनि कागले आफ्नो प्रयास रोकेन। गाउँको छेउमा पुगेपछि ऊ एक थलोमा बसेको थियो। थकित भएर उसले वरिपरि हेरेको थियो अनि एक्कासी उसको आँखामा पर्यो एउटा पुरानो घैँटो। त्यो घैँटो माटोको थियो, सायद कसैले पानी राखेर बिर्सेको थियो। कागको मन खुसीले भरियो। उसले तुरुन्त घैँटोमा झरेर हेर्यो। तर अफसोस, घैँटोमा पानी त थियो, तर एकदमै तल। कागले आफ्नो चुच्चो घैँटाभित्र हालेर पानी पिउन खोज्यो, तर चुच्चो पुग्दैनथ्यो। पानी उसले देख्न त सक्थ्यो, तर पिउन सक्दैनथ्यो। उसले हेरिरह्यो, सोचिरह्यो, के म यहाँ बसेर रोऊँ कि केही उपाय निकालौँ? त्यही बेला उसको दिमागमा एक विचार आयो। ऊ चर्को घाममा पनि उत्साहित भयो। नजिकैका ढुङ्गाहरू देखेर उसले एउटा उपाय बनाएर काम सुरु गर्यो। कागले ती ढुङ्गाहरू एक एक गरेर टिप्यो र घैँटोभित्र हाल्न थाल्यो। पहिलो ढुङ्गा पानी केही माथि आयो। दोस्रो ढुङ्गा थप माथि। तेस्रो, चौथो, पाँचौं। एक एक गरेर काग ढुङ्गा हाल्दै गयो। थकाइ लाग्यो, घामले पोल्यो, तर ऊ रोकिनन्। धेरै समयपछि जब उसले धेरै ढुङ्गा हालिसकेको थियो, पानी अन्ततः माथि आयो। कागको आँखामा चमक आयो। उसले चुच्चो घैँटोभित्र हाल्यो र यो पटक उसले पानी पियो। पेटभरि पानी पिएपछि उसले लामो सास फेर्यो। आहा, यो पानी त जीवनको अमृत जस्तै, उसले आत्मसन्तुष्ट स्वरमा भन्यो। काग केही समय त्यहीँ बसेर विश्राम गर्यो। ऊ अब ताजगीले भरिएको थियो। अब ऊ जान्थ्यो, जसले मेहनत गर्छ उसले नै फल पाउँछ। उसले दिमाग लगायो, हार मान्न मानेन अनि सफलता पायो। कागको यो कथा हामी सबैका लागि प्रेरणादायक छ। जब जीवनमा समस्या आउँछ, जब सबै ढोका बन्द हुन्छ, त्यही बेला हाम्रो सोच, धैर्यता र मेहनतले चमत्कार गर्न सक्छ। सानो कागले देखाएको प्रयास हामी सबैका लागि पाठ हो। समस्या जे भए पनि समाधान अवश्य हुन्छ।